अप्सरा नृत्य लाउँछन् इन्द्रको राजा स्वर्गमा अप्सरा नृत्य लाउँछन् युद्ध गर्न राक्षसगण पातालबाट आउँछन् दानव स्वर्ग आएर गर्छन् जात्रा तत्र बर्माको वर पाएर 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 गर्छन् जात्रा चण्डमुण्ड रक्तबीज शुम्भ दानव झरे चण्डमुण्ड रक्तबीज शुम्भ दानव झरे इन्द्रदेवको राज्य लुट्न आक्रमण गरे लाग्न थाले लखेट्न हुन्न देउता देख्न 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 लाग्न थाले लखेट्न हरे हिमालतर्फ देउता भागे बचाएर ज्यान हिमालतर्फ देउता भागे बचाएर ज्यान सबै देउता मिली गरे भगवतीको ध्यान प्रकट भइन् भगवती ध्यानमा देउता जति 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 प्रकट भइन् भगवती हरे हिमालयमा हुन्छन् देवी नारी रूप बनी हिमालयमा हुन्छन् देवी नारी रूप बनी दानवदूत जान्छ उनलाई फकाउन भनी लाग्यो दूतले फकाउन शुम्भसँग लान 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 लाग्यो दूतले फकाउन शुम्भसँग सबै कुरा दूतले भन्यो मोहित शुम्भ राजा सबै कुरा दूतले भन्यो मोहित शुम्भ राजा त्यति राम्री सुन्दरीलाई ल्याउनै पर्छ आज जान्छन् देवी लिनलाई रानी बनाउनलाई जान्छन् देवी
तिनै लोकको मालिक हुँ भन्छन् मालिक हुँ भन्छन् शुम्भ राजा तिनै लोकको मालिक हुँ भन्छन् शुम्भ राजा रिसले चुर भगवती दानव नाच्न आज प्रकट हुन्छन् कालिका बज्न थाल्छ